सागु नारायण भन्न बित्तिकै बुझ्न र हेर्न जान मन नलाग्ने को नै होला। लिच्छवी कालका राजा हरिदत्त वर्माले सम्वत 322 बनाएको यस मन्दिर उपत्यकामा रहेका इचङ्गु नारायण, बिसङ्खु नारायण र शेष नारायण मध्येको जेठो नारायण सागु नारायण हो। लिच्छवी राजा मानदेवले विक्रम सम्वत 521 गरुडको प्रस्तर मूर्ति शिलालेख राख्नका साथै केही जग्गाहरू दिएका थिए। नेपालका पुराना मन्दिर मध्ये यस सागु नारायण मन्दिरलाई चम्पक नारायण, चङ्गु नारायण, गरुड नारायण र डोला शिखर स्वामी आदिको नामले पनि चिनिन्छ। भगवान विष्णु, गरुड र नाग सम्बन्धी विभिन्न किंवदन्ती रहेका यस मन्दिर ऐतिहासिक, कलात्मक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ। युनेस्कोद्वारा विश्व सम्पदामा सूचीकृत काठमाडौँ उपत्यकाको 7वटा सम्पदा मध्ये यो पनि एक हो। वैशाख जात्रा, कलश जात्रा तथा होली जात्रा हुने यस मन्दिरमा नागपञ्चमी, कृष्ण अष्टमी, तीज, हरिबोधिनी एकादशी, पूर्णिमामा विशेष मेला लाग्ने गर्दछ।